हेर्नु ल म चाहिँ भर्खर रेडी भएर भिडियो बनाउन लाग्यो। मेरो चाहिँ साना सागर सपुत आज हामी करेन्ट जाउँछौँ। म करेन्ट जाउँछौँ देखाउँदैछु। आज कति दिनपछि करेन्ट जाउँछ बनाउँदै खाएको चटपट पनि बनाउँदै करेन्ट जाउँछ एकैचोटि खाएको। म चटपट चाहिँ देखाउन पाइनँ। करेन्ट जाउँछ चाहिँ यस्तो मिठो भएको थियो। करेन्ट जाउँछ लास्ट टाइम मनपर्छ गाइज। त्यही भएर करेन्ट जाउँछ हामी एभ्री टाइम खाएको नै हुन्छौँ। वन्स अ विक खान्छौँ होला करेन्ट जाउँछौँ। समटाइम चाहिँ डेली नै खान्छौँ। इट डिपेन्ड है पैसा कति छ भन्नेमा फरक पर्छ। अब कसैले चाहिँ हुन्छ नि केही तरकारीहरू काट्नु छ होइन, कुनैको बिहे बर्तन छ भने अरू भाइलाई खबर गर्नु होला, खान्छ भाइलाई। अनि म चाहिँ फेरि कपाल कफान्दै हिँडिरहेको छु। एकछिन बसेँ म। अब त्यसपछि म एकछिन डान्स पनि गर्छु। अब मेरो बिस्तारै अब लाग्दैछ देख्नुभयो मैले मेरो डान्स हो। यो डान्स आयो गाइज एकछिन। मैले आज यो 10 त होइन 10 पनि बढ्यो होला मैले स्टेप सिकेँ तर आएन कि, त्यही भएर मैले यो स्टेप हालिदिएँ। अब के गर्नु, डान्स नआएपछि गाह्रो छ गाइज, गाह्रो छ। अब एकछिनमा मेरो डान्स स्टेप चाहिँ हुन्छ नि इन हुन्छ। त्यहाँ मलाई यही नाच्दा नाच्दै मलाई बिचमा त्यहाँ अगाडि सानीमा हो कि मम्मीले मलाई जिस्काउँदै थियो कि तेरोमा हाँस्थेँ है। कता हेरेर अब सक्यो यो। त्यसपछि आयो करेन्ट जाउँछौको पालो। भित्रै खाम भर्खर बनाएर भ्याएको मात्रै के थियो, फेरि बाहिर लगेर खानुपर्ने भन्यो। त्यसपछि फेरि बाहिर लगेर म एउटा भाँडा मेरो उसमा राखेर अन्डा चाउचाउ हामी फेरि सबै एकै ठाउँमा खान्छौँ कि एकदम मिठो लाग्छ त्यसरी खाँदाखेरि। अनि त्यसपछि चाहिँ अनि हुन्छ नि सधैँ यसरी खाने बानी हुन्छ हाम्रो। हामी चाहिँ छुट्याएर खाँदैनौँ क्या, यो हामी जति पनि छ हाम्रो फ्यामिली। कसलाई चाहिँ हुन्छ नि डिस्कम्फर्ट लाग्छ होला है, हामीलाई चाहिँ एकदम आनन्द लाग्छ कि रमाइलो लाग्छ कि हामी सबै जे खानेकुरा नि यसरी नै खान्छौँ हामी। म्याक्सिमम् खानेकुराहरू चटपटे यसरी चाउचाउहरू बनायो। इभन त्यो भात मात्रै होला हामी फरक फरक खाने, नत्र यो खाजाहरू चाहिँ प्रायः हामी यसरी नै खान्छौँ। रमाइलो लाग्छ कि मिठो लाग्छ कि त्यसरी खायो भने। गाइस हेर्नु न हामी अन्डाको कसले खाने भनेर छलफल गर्दैछौँ। कसैले फेरि त्यहाँ खाना मुकबाङ गर्छु भनेको माने कोही गेम च्यालेन्ज खेलौँ भनेको कोही मानेन। त्यही भएर एकै ठाउँमा खाएको भिडियो भयो भने देखाउँछु भनेर म गफान्दै खाइरहेको छु। यो चाउचाउको भाँडा समातेर लास्टै पिरो भएको थियो मलाई यो बेलामा। लास्टै पिरो भएको थियो मलाई। गाइज हेर्नु न मेरो टाउकोमा त्यहाँ कपाल हरेर कस्तो तक्लुने भएको छ क्या म त। सबै चाउचाउ खाँदै यसरी नै छ हाम्रो दिनहरू बितिरहेको छ। अनि यसरी नै हाम्रो यसरी बितिरहेको छ गाइज। हेर्नुलाई मेरो भिडियोहरू बेला बेलामा आउँछ। म डेली अपलोड गर्छु भनेको अल्छी लाग्छ क्या। हेर्नु है चाउचाउहरू कसरी खाइरहेछौँ भनेर। मजाले हामी साग मिठो थियो। गर्मीले यस्तो झन्नै पोलेर मलाई यसरी त गाह्रो भएको थियो, त्यही पनि खाइदिएँ बिस्तारै नन स्टप खाइदिएँ खाँदै गरेँ। यस्तै छ गाइज। मिठो थियो लास्टै मिठो भएको थियो। अनि यस्तै छ गाइज। के गफ गरेर खाइरहेको छौँ। अन्डा खाएँ। कसले खाने हो भनेर सोध्दै पनि छु सागरलाई। साना यसरी नै भिडियो चाहिँ हाम्रो यसरी नै हेर्नुहुन्छ खाँदै गर्दा। सबैजनाले मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला गाइज। म यसरी भिडियो बिस्तारैमा राम्रो भिडियोहरू बनाउन कोसिस गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ। सबैलाई धेरै धेरै धन्यवाद ब्युटिफुल कमेन्टको लागि। थ्याङ्क यू गाइज।